ओ माई गॉड सुनै सुनको सरकार भन्ने लागिरह होला है। हामी नेपालीहरू किन जे कुरामा पनि आलोचना मात्रै गर्छौं के? मन्त्री धनी हुनु अपराध कि अवसर? जनताले बुझ्नै पर्ने कडा यथार्थ। साथीहरू आउनुहोस् आजको यस भिडियोमा हामी के हो त खास यथार्थ एकचोटि राम्रोसँग बुझौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। आजकल सामाजिक सञ्जालमा एउटा बहस तातेको साथीहरू, मन्त्रीहरूको यति धेरै सम्पत्ति कसरी, किन, कहाँबाट आयो, सुनै सुनका मन्त्रीहरू। ओ माई गॉड। तर साँचो प्रश्न के हो भने धनी हुनु गलत हो कि गलत तरिकाले धनी हुनु गलत हो? तपाईको विचार पनि राख्नु होला है त। आजको डिजिटल युगमा लाइभ बसेर कन्टेन्ट बनाएर व्यवसाय गरेर करोडौं कमाउने सम्भावना वास्तविक हो। यस्तो अवस्थामा मन्त्रीहरू पनि यदि आफ्नै मेहनत, सिप र व्यवसायबाट आत्मनिर्भर बनेका छन् भने त्यो किन नकारात्मक देख्ने हामीहरूले, किन नेगेटिभ देख्ने हामीहरूले? धनी मन्त्री कम भ्रष्टाचार, आर्थिक रूपमा सबल व्यक्ति घुस खान बाध्य नहुन पनि त सक्छ। तर शर्त एउटै हो, इमानदारी त चाहिँ चाहिन्छ। प्राइभेट सेक्टरबाट आएका मन्त्री नयाँ सोच के छ त? व्यावसायिक अनुभव भएको नेतृत्वले देशमा लगानी, रोजगारी र विकासको गति बढाउन सक्छ। तर खतराको घन्टी पनि बज्न सक्छ है साथीहरू। यदि सम्पत्ति पारदर्शी छैन भने त्यहीबाट सुरु हुन्छ भ्रष्टाचारको खेल। जनताको विश्वास जित्न सम्पत्ति खुला हिसाब स्पष्ट हुनै पर्छ क्या यसको लागि चाहिँ है। देश विकास धनी मन्त्रीले होइन, जिम्मेवार, पारदर्शिता, राष्ट्रप्रतिको समर्पित नेतृत्वले पर्छ। अब समय आयो सधैँ आलोचना होइन, सिस्टमको सुधारको माग गर्ने नागरिक बन्नुपर्छ हामी सबैजना। चप्पल पड्काउँदै सत्ता चढ्ने अनि हेलिकप्टरमा उड्ने नेता भन्दा आत्मनिर्भर भएर देशको सेवा गर्छु भन्ने नेतृत्व देशलाई चाहिएको यस्तै परिवर्तन हो साथीहरू। मेरो विचारमा चाहिँ अब निर्णय जनताको हातमा छ। धनी नेता चाहिने कि इमानदार नेता चाहिने? तपाईको विचार कमेन्टमा राख्नु होला। हामी नाना थरी आलोचना गर्नु बेकारको चिज हो क्या, कमायो होला नि। तर म पनि एउटा कुरा के भन्छु भने यदि सबैसँग अहिले सुनै सुन सबैको रेकर्डहरू यताउति बुझ्दाखेरि सबैसँग कोहीसँग कति तोला छन्, कोहीसँग कति तोला छन्, कोही मन्त्रीसँग कति तोला छन् भन्ने आइरहेको छ नि होइन। यदि यसको स्रोत के हो त? यदि स्रोत छ भने यसको पनि राम्रोसँग छानबिन हुनुपर्छ मेरो विचारमा चाहिँ। तपाईलाई चाहिँ यो विषयमा चाहिँ के लाग्छ साथीहरू? आफ्नो विचार कमेन्टमा राख्नु होला। थ्याङ्क यू सो मच।